युके पढ्न जाने स्टुडेन्टहरू सँगै डिपेन्डेन्ट लाने सिनारियो चाहिँ के कस्तो रह्यो त है। 2021 भन्दा अगाडि मास्टर पढ्ने स्टुडेन्टहरूले पनि सँगै डिपेन्डेन्ट एप्लाई गर्न मिल्थ्यो। अनि आफ्टर 2021 चाहिँ मास्टर बाई रिसर्च, एमफिल र पिएचडीको स्टुडेन्टहरूले मात्र एप्लाई गर्न मिल्नेछ। अब करेन्ट सिनारियोमा मास्टर बाई रिसर्चको पोस्ट चाहिँ यस्तो भयो कि डिपेन्डेन्टको लागि मात्रै एप्लाई गर्ने स्टुडेन्टहरूले त्यहाँ गएर पोस्ट कम्प्लिट नगर्ने, लाइक इभन पढ्न पनि स्टुडेन्टहरूलाई गाह्रो हुने सिनारियो देखिएर मास्टर बाई रिसर्च पनि युकेले रोक्नेवाला छ। युकेबिआईले मास्टर बाई रिसर्च करेन्टली यो सेप्टेम्बरको लागि मात्रै खुलाएर जनवरी इन्टेकको लागि बन्द गर्ने हो कि भन्ने धेरै स्टुडेन्ट, लाइक इभन हामी कन्सल्टेन्सीहरूको लागि पनि एउटा विषयको कुरा रहेको छ। सो यही सेप्टेम्बर इन्टेक मास्टर बाई रिसर्चको लागि हजुरहरूको अन्तिम अपर्च्युनिटी हुनसक्छ डिपेन्डेन्टसँगै लाने है। त्यही भएर अझ धेरै युनिभर्सिटीहरूको एप्लिकेसनहरू क्लोज भइसकेको छ, सिटहरू प्याक भइसकेको छ। अझ कतिपय युनिभर्सिटीहरूको चाहिँ बाँकी नै छ। फर इक्जाम्पल बर्मिङहाम सिटी युनिभर्सिटी, युनिभर्सिटी अफ डर्बी, यिनीहरू युनिभर्सिटीहरूमा स्टिल हजुरले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ है। अनि यो सेप्टेम्बर इन्टेकमा एप्लाई गर्न हजुरले यदि आइएल्समा 6.5 नट लेस देन 6 छ हजुरको, एन्ड पिटीईमा 59 नट लेस देन 59 छ भने हजुरले मजाले एप्लाई गर्न मिल्यो। अनि हजुरको ब्याचलर 4 इयरको ब्याचलरमा 55% प्लस हुनुपर्छ। यति भइसकेपछि हजुर सेप्टेम्बर इन्टेकको लागि एप्लाई गर्न मिल्छ। अझ इन्फर्मेसनहरू चाहनुहुन्छ भने ड्रिम अवर एजुकेसन नेटवर्कमा चाँडैमा चाँडै भिजिट गर्नु होला। धन्यवाद।